हेलो नमस्ते अनि वेलकम ब्याक माई भ्लग। आज म आएको छु नयाँ ठाउँमा त्रिशुली रिभर साइड। हाम्रो चाहिँ स्कुलबाट सबै टिचर्सहरूलाई चाहिँ एउटा रिफ्रेसमेन्ट अनि प्लस हाम्रो ट्रेनिङ पनि रहेको थियो। त्यसको लागि चाहिँ हामीलाई त्रिशुली रिभर साइड लिएर आउनु भएको थियो। सो त्यसको लागि थ्याङ्क यू सो मच फर्स्टमा त हाम्रो कोरोना स्कुलको सम्पूर्ण टिमलाई। अनि त्यसपछि आएर हामी चाहिँ यहाँ आइसकेका छौँ। सरी मैले चाहिँ त्यहाँ म उता हुँदाखेरि बिहानै अब एकदम रसमा थिएँ, मैले त्यो भिडियो क्लिप्सहरू लिन पाएन। सो यहाँ रिच भइसकेपछि चाहिँ मैले क्लिप्सहरू लिँदैछु। सो जति जहाँबाट मैले क्लिप्स लिएको छु इन्जोय गर्नु होला हजुरहरू पनि मेरो भिडियो हेरेर। अनि यस अगाडि के हुन्छ म देखाउने छु। स्टे ट्युन गाइज। हाम्रो सबै टिमहरू चाहिँ आइसकेको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीहरू सबैजना रेस्ट गरिरहेको छौँ। अब हाम्रो होटेल बुक भइसकेको छ, तर त्यसमा जानलाई चाहिँ पहिला हामी सबैजना साथीहरूलाई कुर्नुपर्ने हुन्छ। सो हामी साथीहरूलाई कुरिरहेको छौँ। सबैजना आइसक्नु भयो म्यामहरू, दुईवटा बस चाहिँ, अर्को माइक्रो र हाम्रो सानसानो गाडीहरू चाहिँ आएको छैन। सो सानसानो गाडीहरूलाई कुर्दैछौँ। सबैजना आइसकेपछि चाहिँ हामी रुममा जान्छौँ अनि रेस्ट गर्छौँ। त्यसपछि आएर पुल पार्टी। ये हेलो, हामी चाहिँ हेलो मात्र भन्ला थियो। कस्तो राम्रो वेदर कि, कस्तो राम्रो यो हेर्नु न, आकाश स्काई कस्तो ब्लूमा। हिजो रातभरि पानी परेको थियो, त्यही भएर आकाश एकदम खुलेको छ। अनि त्यसपछि हामी बसेको चाहिँ यहाँनिर थियो। अघि खाना खान चाहिँ तल गएको थियो, त्यहाँबाट तल खाना खाने अनि रिभरमा बस्ने चाहिँ। अनि यो चाहिँ रहेको छ त्रिशुली रिभर साइड रिसोर्ट, जहाँ हामी बसेका छौँ। र हाम्रो रुम म देखाउन गइरहेको छु तपाईँहरूलाई। म्याम तपाईँले रुम पाउनु भएन? रुम पाउनु भएन? कतिजना बाँकी? सो यो रहेको छ 112 हाम्रो रुम। वाउ, हेलो म्याम, कस्तो राम्रो रुम है। एसी त्यो झ्याल चाहिँ बन्द गर्नुपर्छ। अनि यो रहेको छ हाम्रो स्विट बाथरुम। सो मैले देखाइसकेँ तपाईँहरूलाई हाम्रो रुम कति राम्रो छ। हेर्नुहोस्, म्यामहरू रेस्ट गरिरहनु भएको छ, क्युटी क्युटी म्यामहरू। अनि म यहाँबाट भ्यू कस्तो देख्छ त्यो पनि देखाउँछु है त। थ्याङ्क यू म्याम। सो यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ भ्यू। ल पानी देखेर रुन मन लागिरहेछ मलाई। वा, तर मलाई त्यो चाहिँ कस्तो राम्रो आयो है। हेर्नु न यहाँ है, दामी के यो ठाउँ चाहिँ के छ त्यहाँ। त्रिशुली के हो होला, त्रिशुली मात्रै लेखाएर चाहिँ त्यहाँ चाहिँ राम्रो होला है। पाहाडी है, यस्तो राम्रो क्या। अनि खोला चाहिँ यस्तो छ। यो कसको रुम हो? हाई यहाँ अर्को म्यामहरू हुनुहुँदो रहेछ। खर्मी भयो खर्मी। सो सबैजना रुममा बसिसकेको छ। पाउनु भयो म्याम? पाउनु भयो? कतिजना हजुरहरू? हामी चाहिँ यहाँ बसेको थियो। यहाँ चाहिँ सानो स्पेस भएको भएर सबैजना नहट्ने भएर अलिक खुल्ला स्पेसमा जाँदैछौँ तलतिर। हेर्न सक्नुहुन्छ कति ठुलो स्पेस छ तल, जहाँ चाहिँ हाम्रो सबै म्यामहरू अट्नुहुन्छ। सो यहाँ भने एकदम मिठो हावा, रिफ्रेसमेन्ट हावा पनि आउँछ। हामी एकदम रमाइलो गर्नेछौँ, हजुरहरू हेर्दै गर्नु होला। यहाँबाट कस्तो देख्छ भ्यू म देखाउँछु है त तपाईँहरूलाई। हेलो, सेज प्रिटी। हाम्रो म्यामहरू कति राम्री हुनुहुन्छ। त्रिशुली रिभर साइड यहाँबाट भ्यू त ठिकै हुन्थ्यो यदि यो खोलाहरू चाहिँ एकदम सफा भएको भए। अहिले खोलाहरू एकदम फोहोर छ, त्यही भएर प्लिज डोन्ट माइन्ड हजुरहरू। खोला यस्तो छ, भ्यू राम्रो छैन भनेर। तर एकदम ग्रिनेरी चाहिँ एकदम रमाइलो छ, एकदम चिसो हावा होइन, फ्रेस इन्भाइरोमेन्ट। र यहाँ हुनुहुन्छ हाम्रो म्यामहरू, सबैजना बसिसक्नु भएको छ र म पनि बस्छु। अनि त्यसपछि आएर ब्लग कन्टिन्यू गर्छु एकछिनमा। बाई बाई। हामी चाहिँ हाम्रो
अझै टिम आउन बाँकी छ सो हामी कुदिरहेछौँ तपाईँहरूले देख्न सक्नुहुन्छ माथि लुङदार कति राम्रो देखिरहेछ मेरो ब्याकग्राउन्डले माथि लुङदारहरू हेर्नु कस्तो मजाले राख्नु भएको छ अनि यहाँ हेर्नुहोस् एकदम कस्तो डोब्लाको म्यामहरू हुनुहुन्छ भने कोरोनामा राम्री सबैजना झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती जिस दिन से मिली है उस दिन तक झूठ पे झूठ बोलती जा रही है शक्ल देखो कितनी भोली है लेकिन अंदर से लोमड़ी है हाम्रो टिममा चाहिँ दुईजना भ्लगर हो एउटा हाम्रो पूजा म्याम हुनुहुन्छ अनि अर्को मै भइहालेँ हेलो भनिदिनु पूजा म्याम भ्लगर हाम्रो पूजा म्याम सबैजनाले चाहिँ हाम्रो सबैजनाले चाहिँ हाम्रो पूजा म्यामको च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है शान्ति अफिसियल 123 मा हजुरहरूले सब्स्क्राइब गरिदिनु होला त्यहाँ राम्रो कन्टेन्टले तपाईँहरूलाई इन्टरटेन गराउँछौँ ल थ्याङ्क यू सो मच हस् थ्याङ्क यू प्लिज सबैजनाले गरिदिनुहोस् है त थ्याङ्क यू क्युटी म्याम म्याम हामी कहाँ जानु लाग्यो स्न्याक्स जे हुन्थ्यो लन्च त अब खोइ कहाँ ए यहीँ हो ए अल राइट ए यहाँ रहेछ नि त लन्च कताबाट ए यताबाट ए हस् म यहाँ आइसकेँ म यहीँ बस्छु अब म चाहिँ हामी जाँदैछौँ स्विमिङ पुल यस हामी कहाँ जाँदैछौँ हामी चाहिँ पुलमा जाँदैछौँ अहिले पुल इन्जोय गर्छौँ त्यसपछि आएर फेरि बेलुका बार्बिक्यू छ बार्बिक्यू पनि इन्जोय गर्छौँ सो सबैजना स्टे ट्युन गाइज ए ल्याएन चस्मा ल्याएको छैन कसैले पनि ए हामी चाहिँ रेडी छौँ पुल पनि हाम्रो अगाडि छ बस हामीले त्यहाँ जानु मात्रै टाइम लाग्छ अब सो यहाँनिर चाहिँ के रहेछ यो कस्तो राम्रो है यहाँनिर बस्नु नि हामी चाहिँ फाइनल्ली पुलभित्र छिरिसक्यौँ हेर्न सक्नुहुन्छ यता म्यामहरू बसिरहनु भएको छ अनि म यहाँ म चाहिँ भिज्दिनँ सो इन्जोय गरिरहेछौँ रमाइलो भइरहेछ एकदमै म्याम म्यामले त मलाई 500 दिन्छु क्या डुब्दैन हामी अब 3 फिटको त हो 3 फिटको त डुब्दैन क्या हामी त्यो वाला भ्लगमा हो है फेरि कति रमाइलो भिडियो वा ल पौडी खेल्नु हेलो म चाहिँ स्विमिङ गरेर होइन स्विमिङ गरिसकेपछि हामीहरू चाहिँ फोन आइसकेको थियो कि छिटो रेडी भएर चाहिँ अघि नकै ठाउँमा खाना खाएको ठाउँमै सबैजना चाहिँ आउनुहोस् अनि त्यहाँबाट चाहिँ के हुन्छ भन्छु भनेर अनि त्यही भएर टाइम नभएको भएर चाहिँ हामी चाहिँ छिटो स्विमिङ गरेर फर्केर होइन नुहाइधुवाइ गरेर अनि त्यसपछि आएर ड्रेस चेन्ज गरेर अनि त्यसपछि आएर मेकअप गरेर रेडी भएर चाहिँ फेरि यहाँ आइसकेका छौँ त्यही भएर त्यो बिचको स्विमिङ गरिसकेपछिको चाहिँ मैले क्लिप्स लिन पाएन त्यही भएर यहाँबाट हजुरहरू हेर्नु होला अगाडि अगाडि के हुन्छ अलिअलि थोरै थोरै भयो नि म देखाउँछु है त बाई ये जुस खान्छौँ हामी त्यसपछि आएर चाहिँ बार्बिक्यू पार्टी छ पहिला जुस खान्छौँ अनि त्यसपछि अहिले चाहिँ हाम्रो यहाँ सबै साथी त नहुनु सबै म्यामहरू फोटो खिच्नमा बिजी हुनुहुन्छ
त्यसपछि आएर वेलकम ब्याक टु माई भ्लग। हिजो बेलुका हामी स्विमिङ गऱ्यौँ। स्विमिङ गरेर आइसकेपछि आएर एकदम रस नभएको भएर छिटो आएर चाहिँ बार्बिक्यूको लागि रेडी भयौँ। अनि त्यसपछि आएर यति डान्स गऱ्यौँ नि, यति डान्स गऱ्यौँ, यति इन्जोय गऱ्यौँ। फोन एक ठाउँमा, मान्छे एक ठाउँमा होइन, खाना आफ्नो ठाउँमा। त्यही भएर अनि त्यो थोरै त लिएको थिएँ, राम्रोसँग प्रपरमा चाहिँ मैले मजाले क्लिप्सहरू लिन पाएन। अनि आज बिहान भइसकेको छ, देख्न सक्नुहुन्छ। काम पनि लगाइसक्यो। अब अहिले कति 6 साढे 6 हुन लागिसक्यो। कति बजी अब सबैजना भेट हुने त्यो एक्ज्याक्ट टाइम चाहिँ तोक्नु भएको छैन म्यामहरूले। सो एक्चुअली पुलमा गएर आउने हो कि जस्तो लागिरहेको छ मलाई। हिजो चाहिँ म ऊ गर्न मात्र गएको थिएँ, टिकटक बनाउन, यत्तिकै रमाउन। आज चाहिँ अलिकति स्विम गरेर आउँ कि भन्ने सोचिरहेको छु। म जान्छु, कति बजी खोल्छ पनि थाहा छैन पुल पनि। एक्चुअली गएर हेरेर आउँछु है त। म्याम गुड मर्निङ। पुल कति बजी खोल्दो रहेछ? म गएर आउँछु एकचोटि हेरेर। दाई, त्यो स्विमिङ पुल कति बजी ओपन हो थाहा छैन? हजुर बुझेन। ए सफा गरेर छ? ए पुल सफा गरिरहेछ कि कति बजी हुन्छ के हुन्छ लिएर आउनु पर्यो। यस्तो छ भ्यू, कस्तो राम्रो देखिरहेको छ हेर्नुहोस् मजाले। टाइम लाग्छ 1 घन्टा। ए पुल चाहिँ सफा हुँदैछ। सो 7 बजे आउनु भन्नुभएको छ। 7 बजे फेरि उता जानुपर्छ कि मैले आज स्विमिङ गर्न पाउँदैन क्या हो। केही छैन, अब हेरौँ। अहिले एकछिनसम्म पनि यो रेडी भएन भने चाहिँ अब म गर्दिनँ होला, नभए गर्छु। सफा गर्दैछ स्विमिङ पुल चाहिँ भाइले। कस्तो त्यो अल्छी लाग्यो मलाई त। जान्छ अहिले। सात बजे आउँदा हुन्छ है दाइ? 7 बजे आउँदा हुन्छ है? 7 देखिहाल्नु भयो तपाईँहरूले। पुल चाहिँ सफा गर्दै हुनुहुन्छ। अनि अहिले कति 6:30 हुन लाग्यो होला। म 7 बजे आउँछु। एक्चुअली भयो नि स्विमिङ त गर्ने हो। मैले हिजो गर्नै पाएन। हिजो मैले भिडियोहरू अनि त्यसपछि फोटो खिच्नको लागि मात्र स्विमिङ कस्ट्युम लगाएर पुलमा गएको थिएँ। आज त स्विमिङ गर्दिनँ। मन लाग्छ है, तर त्यस्तो आउँदैन स्विमिङ गर्न चाहिँ। तर एकदम मन लाग्छ। कस्तो राम्रो यो। आज ऱ्याफ्टिङ गरौँ कि नगरौँ? म कस्तो राम्रो देख्नु भयो पछाडि। वाह, अहिले सबैजना ऱ्याफ्टिङ गर्ने भन्नुभएको छ। पानी फोहोर छ होइन, गर्ने कि नगर्ने अहिलेसम्म गरेको पनि छैन। अनि दिस इज माई फर्स्ट टाइम होइन। त्यही भएर एकदम एक्साइटेड छु। गर्न पनि मन छ, अन्त पानी देखेर फेरि गर्न पनि मन छैन। अनि के थाहा फेरि अब यो मौका फेरि आउँछ कि आउँदैन, के गर्ने के हो। मेरो दिमागमा धेरै कुराहरू खेलिरहेछ, गर्ने कि नगर्ने भनेर। म चाहिँ फेरि फर्केर आएँ। पुल सफा गर्दैछ। अब एकछिनमा पुलमा जाने बेला फेरि भ्लग कन्टिन्यू गर्छस्। बाई। म चाहिँ रेडी भइसकेँ पुलमा जानको लागि। फेरि पुलमा जाँदैछु। अघि नै गएको सफा गर्दै हुनुहुन्थ्यो। अनि 7 बजे आउनु भएको थियो। 7 बजे हेर्न जाउँ है त।
पुल चाहिँ ओपन भयो कि भएन के कस्तो छ बुझौँ अनि त्यसपछि आएर इफ देयर इज पुल ओपन लेट्स इन्जोय अझै बाँकी छ पुल सफा हुनलाई सो यो बहिनी म चाहिँ वेटिङमा छौँ त्यतिखेरसम्म चाहिँ अब तपाईँहरूको भ्यू हेर्नुहोस् कति राम्रो छ हरियाली वा यसको बिचमा रोड अनि यो रह्यो पुल अनि यतापट्टि रह्यो अर्को भ्यू पुरै त्यो हुस्सुलाया हो कि के हो डम्मै छ अनि ता म स्विङ गर्दैछु खेल्दा चाहिँ यता म चाहिँ कतिखेर सकिन्छ कतिखेर ब्रेकफास्ट गर्ने कतिखेर ऱ्याफ्टिङ जाने A few moments later. म चाहिँ फेरि रेडी भएर आइसकेँ ऱ्याफ्टिङ गर्नको लागि सो तल जान्छु अनि त्यसपछि ऱ्याफ्टिङको लागि पेमेन्ट गर्नुपर्ने पेमेन्ट गर्छु अनि त्यसपछि आएर म ऱ्याफ्टिङको लागि जान्छु है त स्टे ट्युन एक्साइटेड एन्ड नर्भस टु एकदम एक्साइटेड पनि भइरहेको छु नर्भस पनि भइरहेको छु फर्स्ट टाइम न झर्ने हो कि स्विमिङ पनि आउँदैन एउटा बहिनी त स्विमिङ आउने तपाईँ झन् त्यस्तो नभन्नु न म्याम मलाई डर लाग्छ मलाई अलिक यसो हौसला दिनु न तपाईँ नडराउनु म्याम मलाई डर लाग्यो हामी रेडी हो तर कोच चाहिँ रेडी छैन रे व्हाट टु डु रिल्याक्स एन्ड इन्जोय रिल्याक्स एन्ड इन्जोय यहाँ हाम्रो ब्लगर टिम हामी दुईजना यहाँ हेलो हेलो यो चाहिँ मेरो भयो त्यो चाहिँ तपाईँको दुईजना आएको देखाइदिनु त अब हेलो यतापट्टि हेलो गरौँ हेलो यतापट्टि हेलो हेलो जतिखेर नि हेलो जति पनि मेरो साथीहरू मेरो फ्यान फलोइङ्स मेरो जति पनि सब्सक्राइबर्सहरू हुनुहुन्छ प्लिज उहाँको च्यानल युट्युब च्यानललाई पनि गएर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच ओके म पनि यहाँ मेरो साथी निशा निशा तामाङजीलाई पनि सपोर्ट गरिदिनु होला हजुरको एउटा सब्सक्रिप्सनले पनि एकदमै मोटिभेसन मिल्छ त्यही भएर हजुरहरूले गरिदिनु होला उहाँलाई पनि सपोर्ट गर्नुहोस् युट्युब च्यानल निशा घिसिङमा सब्सक्राइब गर्नु होला मेरो चाहिँ युट्युब च्यानलको नाम हो शान्ति अफिसियल 1 2 and 3 है त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच हामी चाहिँ अघि नै रेडी भएर हामीलाई चाहिँ 9 बजे नै झर्न लाग्नु भयो अरूहरू भर्खर आउँदै हुनुहुन्छ अनि हाम्रो बोट त्यहाँ हेर्नु भर्खर हावा भर्दै हुनुहुन्छ अनि हामीहरू चाहिँ के गर्ने भन्दाखेरि फोटो भिडियोजहरू लिनको लागि पूजा म्यामले चाहिँ एकदम बेस्ट प्लेसमा चाहिँ ल्याउनु भएको छ मलाई खुट्टा है सो स्टे ट्युन गाइज अगाडि के हुन्छ म फेरि देखाउँछु अहिले चाहिँ हामी वेट गरिरहेको छौँ हाम्रो बोर्डलाई सो पूजा म्याम आर एक्साइटेड यस भेरी मच एक्साइटमेन्टमा त्यो दलदलमा ढिलो बस्ने ठाउँमा ल्याएको छु भने मैले त केही भएन कसैलाई नहोस् अब हामी राफ्टिङ जान्छौँ हामी 2 घन्टा जान्छौँ होइन हामीसँग 4वटा बोट छ 4वटा बोटमा एकजना गाइड हुनुहुन्छ गाइडले तपाईँलाई मजाले सिट गरेर मजाले सिकाएर लिएर जान्छ एकदम रमाइलो गरेर हुन्छ तपाईँ टेन्सन केही कुराको लिनु पर्दैन अब मेन टेन्सन लिनुपर्ने कुरा लाइफ ज्याकेट त्यो मजाले टाइट हुनुपर्छ त्यो लुज भयो भने आफू माथि ज्याकेट तलतिर कि ज्याकेट माथि आफू तलतिर त्यो दुइटा एउटा हुन्छ त्यही भएर टाइट गर्नु सबैजनालाई टाइट सबैजनाले ध्यान दिएर सुन्नु है सबैजनालाई आउने पछि नेक्स्ट टाइम आउनेहरूलाई पनि काम लाग्छ ध्यान दिएर सुन्नुहोस् ए मैले त लाग्दै छैन म पनि लाउँछ है बाई बाई यसलाई समाउँदा त्यहाँबाट औँला मुनि 4वटा माथि अर्को हातले ब्लेडको नजिक ट्याप्प समाउँदैछ
तपाईँले एकचोटि समाउनु भयो भने चाहिँ यो क्लियर गर्न दाइ म चाहिँ बनाउने मात्र भयो कि म आफै रेडी भएको छैन ओके ल भने साथीको दाममा हाम्रो भ्लगमा आउँछ सब्स्क्राइब गर्नु पिच्चा पाउनु पर्यो है त हुन्छ भन्नु न अब हिँड्छ पिच्चा बस्यो भने त खुट्टाले लग हुँदैन यो त चलाउन पनि मिल्दैन साइडमा पाउनु पर्यो यहाँ अब यहाँनिर बस्ने यहाँनिर यतिकै बस्नु भयो भने खुट्टा लग हुँदैन म जान्न यो फोन तपाईँले लानुहोस् अनि गाइडलाई दिनुहोस् गाइडले ब्यागमा राखिदिनुहुन्छ अनि जुन ठाउँ फोटो खिच्नु पर्ने ठाउँमा चाहिँ माग्नुहोस् उहाँले दिनुहुन्छ है थोरै रिक्स हुन्छ मोड पर धेरै रमाइलो अगाडि हुन्छ अगाडि चाहिँ स्ट्रङ बोयहरू अगाडि बस्नु पर्यो बस्नु पर्यो है त यहाँनिर बस्नु चाहिँ यसरी पछाडिपट्टि फेरि पकेट छैन ल हेलो अब हामी राफ्टिङमा जाँदैछौँ 9जना ग्रुप निशा म्याम एक्साइटेड एकदम हजुरहरूले एकदम यो पालिको कन्टेन्ट एकदमै रमाइलो कन्टेन्ट आउँदैछ किप सपोर्टिङ Keep watching. टिल देन लाइक शेयर एन्ड सब्स्क्राइब भन्नु त परिहाल्यो रे पर्यो। भन्नु त परिहाल्यो रे पर्यो हामी चाहिँ त्यहाँबाट हाम फालेर तल जाँदैछौँ यो एक्सपिरियन्स चाहिँ हामी आज लिँदैछौँ ढुकढुक पनि लागिरहेछ गर्न नि मन लागिरहेछ गर्ने हो भाइ गर्ने सेकेन्ड लेडिज फर्स्ट 1 2 3 गो 1 2 3 गो म जान्छु म जान्छु फर्स्टमा म जान्छु ल अब म्याम जानु हुनुहुन्छ होइन हेरौँ ल उहाँको फाइनली गाइज हामीले राफ्टिङ पनि गरेर सकिसक्यो होइन एकदम मजा आयो म्याम इन्जोयड हामीले क्लिफ जम्पिङ पनि गऱ्यौँ अब चाहिँ हामीलाई लिनलाई भ्यान पनि आइसक्यो अब हामी हामीलाई लिनलाई गाडी आइसकेको छ अब हामी यो राफ्टिङको यो सुटहरू खोलेर त्यहाँनिर बुझाइदिएर यहाँ हेर्न सक्नुहुन्छ यो हेरि नि कन्ट्राक्टमा बसेर हेर्नु त त्यसरी जाने होला अब खोलेर हामीले यदि आजको यो मिस गरेको भए धेरै ठुलो चाहिँ कुरा मिस गर्ने रहेछ त्यो म त त्यही भएर यो पहिला खोलेर जानु पर्यो नि दिनु पर्यो नि त लाउनु ल हाम्रो गाइड आजको गाइड चाहिँ उहाँ हुनुहुन्थ्यो होइन उहाँले हामीलाई सेफली रमाइलो इन्टरटेन गर्दै ल्याउनु भयो सो थ्याङ्क यू सो मच हजुरको भाइको नाम के हो थाहा भएन निर्मल कहाँ हो यहीँ हो पुलिसमै छ नि हामी कहाँ जाने यही हो पूजा म्याम चढ्दै हुनुहुन्छ जो हामी म्याजिकमा जाउँ त्यसमा त मन चढ्छु त्यसरी नै भइरहेछ ल हामी चाहिँ रमाइलो भएन रमाइलो गरेर यो चाहिँ के हो यसलाई के भन्छ यो हामी जिपमा आउँदैछौँ रमाइलो छ हामी यो पनि एउटा रमाइलो मोमेन्ट हो
यो बाटो यो खोलाबाट आएको हामी अहिले हामी क्लिफ जम्पिङ गरेको पनि देखाइदिन्छौँ है नामले चाहिँ दुईचोटि गर्नुभयो होइन सुरुमै तपाईँले गरेको क्या हो है मेरो फर्स्ट वान उहाँले गर्नुभएको फर्स्टमा अरू सबै सरहरू त अगाडि गएर थर्डमा गएको तर हामीले पनि गरेको है म त थर्डमा चाहिँ गएको तर हामीले पनि गरेको जबरजस्ती हामी ढकाल्दिएको मैले त सिकेँ भनेको मलाई ढकाल्दिनु है भनेर म त त्यहाँ गएर अनि ढकाल्दिनु भएको त्यही भएर मैले नजिकै के अरे गएर बसेको होइन गएर उभिएको अनि ढकाल्दिएको कि होइन त्यहाँ हाम्रो सुन्ने हुन्छ हामी क्लिक गरेको ठाउँ है गाइस त्यहाँनिर